रोजगारीको सिलसिलामा रहनुभएका सम्पूर्ण सहकारीलाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौँ। त्यसै गरी द्वितीय पुरस्कारप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौँ। त्यसै गरी सहआयोजकको भूमिकामा निर्वाह गर्नुहुने जिल्ला समन्वय समिति बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जयमनी नगरपालिका, काठेगडा गाउँपालिका, बडीघाट गाउँपालिका, बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, निसीगढा गाउँपालिका र तमनखोला गाउँपालिका बागलुङ जिल्ला स्थित सम्पूर्ण 10वटा स्थानीय तहहरू र यसका नेतृत्व लगायत सम्पूर्ण स्थानीय तह परिवारप्रति आयोजक कमिटी, मूल आयोजक समिति, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति र भलिबल खेल सञ्चालन उपसमितिको तर्फदेखि हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौँ। अबको खेल कालिका पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको दोस्रो खेल हर्दैलाई जिम्मेवार दिएर आएको मैले हामी चाहिँ हर्दैलाई जिम्मेवार दिएर आएको हार्दिक अनुरोध गर्न चाहन्छु। अब हुने प्रतिस्पर्धाका खेलाडी टिमका खेलाडी सदस्यको परिचय गराउन चाहन्छु, जसमा शिविरमा हुनुहुन्छ विनय छेत्री, टिम कोचमा हुनुहुन्छ किशोर थापा, म्यानेजरमा हुनुहुन्छ मधुसूदन राज पाण्डे। त्यसै गरी म टिम बी बानापाहाड सिगानाका खेलाडीहरूको परिचय गराउन चाहन्छु, जसमा जर्सी नम्बर 1 राजन कार्की, जर्सी नम्बर 2 प्रवीण नेपाली, जर्सी नम्बर 4 रोहित सुनार, जर्सी नम्बर 5 टिम क्याप्टेन सन्तोष खड्का, जर्सी नम्बर 8 सुजन बर्देवा, जर्सी नम्बर 9 जित बहादुर कार्की, टिम लिबेरोमा हुनुहुन्छ सागर खड्का, टिम हेड कोचमा हुनुहुन्छ डेभिड गुरुङ र एसिस्टेन्ट कोचमा हुनुहुन्छ जीवन खड्का। सर्भिसमा बानापाहाड सिगाना, जर्सी नम्बर 4 रोहित म बस्छु अनि गर्न सकेन। पहिलो सेटको पहिलो अङ्क बानापाहाड सिगाना, अङ्क 1-0। हाम्रो स्पाइक अङ्क हामीलाई नि हेर्न त्यहाँ जान्छ यस्तो है। चेक भाइ अलिक गर हात बनाएर थाप्ने यार। अङ्क सिद्धार्थ तर्फ अङ्क 2 बराबर। सर्भिसमा जर्सी नम्बर 2 साहिल छेत्री, टिम क्याप्टेन। भेरी गुड हो रे यस्तै गर्दैछ। अङ्क 3 निकै राम्रो अझै जर्नालको अङ्क जोड्न सफल सिद्धार्थ मस्मागर, अङ्क 2। पोखरा आँधी खोलाबाट खेलेको थियो।
बीचमा जर्सी नम्बर 2 साहिल छेत्री आधी खोलाबाट गेम देखाउने मेरो त्यही हो बल गर्न सकेन पुनः अङ्क सिद्धार्थलाई अङ्क 5-2 हाम्रो प्लेसिङ सुन्दर बर्दुवाको प्लेसिङ साइड गर्न सफल भानुपार सिंहना अङ्क 3-5 निकै राम्रो ब्लक उत्कृष्ट ब्लक गर्न सफल भानुपार सिंहना अङ्क 4-5 र 20मा जर्सी नम्बर 2 प्रवीण नेपाली राम्रो प्लेसिङ चाहिँ अङ्क जोड्न सफल सिद्धार्थ 10मा अङ्क 6-4 20मा अमृत दरनाथ जर्सी नम्बर 9 बल गर्न सकेन अङ्क 12 सिंहनातर्फ अङ्क 5-6 20मा जर्सी नम्बर 8 सुजन बर्देवा अङ्क 7-5 सिद्धार्थ 7 सिंहना 5 20मा जर्सी नम्बर 8 सन्दीप बोराको जोड्न सफल सिद्धार्थ 10मा अङ्क 8-5 20मा जर्सी नम्बर 8 लसन मगर अङ्क 6-8 20मा जर्सी नम्बर 1 राजन कार्की अङ्क सिद्धार्थलाई अङ्क 9-6 20मा जर्सी नम्बर 10 विपिन छेत्री र तसर्थ दोहोरी गीत प्रतियोगितामा सहभागी समूहहरू र पहिलो पालो परेको छ प्रतिष्ठान ब्याटी र अरुण लामिछानेको टिम स्टेजको दायाँपट्टि तयारी अवस्थामा रहिदिनु होला। दोहोरी गीत प्रतिष्ठान ब्याटी र अरुण लामिछानेको टिम स्टेजको दायाँपट्टि तयारी अवस्थामा रहिदिनु होला। अब हामी यो दोहोरीको उद्घाटनसँगै दोहोरी खेललाई अगाडि बढाउने सन्देश सुनाउँछौँ। अङ्क सिद्धार्थलाई अङ्क 10-7 र 20मा सन्दीप बोरा अङ्क पुनः सिद्धार्थ सागरलाई अङ्क 11-7 11-7 कृष्ण ब्लक सहित अङ्क सफल बानपाहाड सिंहना अङ्क 8-11 20मा जर्सी नम्बर 4 रोहित सुनार बल गर्न सकेन सर्भिस बल किरणसँगै अङ्क सिद्धार्थ 10 बागलुङलाई अङ्क 12-8 सर्भिसमा जर्सी नम्बर 3 क्रिस कोहरा अङ्क सिंहनालाई
अङ्क 9-12 13-9 सिद्धान्त समागर 13 सिगाना 9 सर्भिसमा जर्सी नम्बर 2 साइल छेत्री टिम क्याप्टेन स्पाइक देखा बाहिर अङ्क सिद्धान्त समागर बागलुङलाई अङ्क 14-9 14-9 पहिलो सेटको पहिलो टाइम आउट पानापाट सिगानाबाट अङ्क 10-14 पानापाट सिगाना 10 सिद्धान्त चस्मागर 14 सर्भिसमा जर्सी नम्बर 2 प्रवीण नेपाली बल होल्ड हुन पुग्यो त्यसको फाइदा सिद्धान्त चस्मागरलाई अङ्क 15-10 सर्भिसमा अमृत कर्नाल जर्सी नम्बर 9 1 out by Sigana Nangro let's see Kadona Kapal Sigana King Sigana ko 11-16 11 Sora service ma jersey number 8 Sudam Pradeva Team captain Santosh Margako spike size अङ्क जोड्न सफल सिगाना अङ्क 12-16 Very good, very good. Get done by team Siddhartha Sagar. Sigana line, 13-16. Authentic clean spike. Company Siddhartha Sagar. 17-13. Wisma. Number 8. Option Magar. Baik, mereka banyak. Angka Sigana lain angka 14-17. Servisma jersey number 4. Misal kaki. Number 5. Santi Boraku ini spike saya angka dona sebol kita angka. Pasmagar angka 18. Jersey number 4 Himal Jisi spike captain Santosh Margako spike saya angka dona sebol Sigana angka 15-18 servisma team captain Santosh Margako team Sigana Angka Siddhartha Sagar Tabak Angka 19-15 राम्रो प्लेस रोहित चुनावको प्लेसिङ चाहिँ अङ्क जोड्न सफल सिगाना अङ्क 16-19 बलदारीमा
तर्फ अङ्क 17-19 सर्भिसमा जर्सी नम्बर 4 रोहित सुनार सिगारा निरन्तर अङ्क 18-19 18-19 Wakan bay buak mah. Putta bay putta. Wakan mah. Maro nela nanti. Ayo itu. Defense sana kita tuh. Siapa bayar? Atalin mahal mah ada mudah ya. तो ये नो माने मार मुड़ी खुद मार ओए बगल तो बताओ चल Mereka stick dengan time tidak penting. Baik stick dengan time tidak salah stick. Servisman jersey nomor 2 Robin Nepali. Cupa aja cupa. Asin dikini strike. Sondi bola kuski strike saya angka zona sepal cinta atas semangat. Angka 24. Oleh situ angka 24. Outside angka zona sepal. Sigana bakti 24. सर्विस में 10 नंबर 8 सुजन बर्देवा ये सीधे के पास में घर एक सारे कर दे ये तो लुप्पा मार भाई लुप्पा देश का विरोध प्रशासन का सही पहले से सिद्धार्थ चश्मागर ये आपको फोटो में पाएगा हेलो नमस्ते राधे राधे हेलो
रहेको यहाँलाई जानकारी गराउन चाहन्छौँ किनभने समय पाबन्दीको कारणले गर्दा हामी दुवैतर्फ कार्यक्रमलाई अगाडि बढाउनु पर्ने हुन्छ। यसको लागि म भलिबल संयोजक आदरणीय अर्जुन खड्काज्यू लगायत सम्पूर्ण अफिसियल टिमहरू राष्ट्रिय अन्तर्राष्ट्रिय भलिबल रेफ्रीज्यूहरू यहाँसँग क्षमा माग्दै हामी अब स्टेटतर्फको कार्यक्रमलाई पनि अगाडि बढाउनु पर्ने भएको हुँदा यो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। विशेष गरी गन्तव्य बागलुङ कालिका कला संस्कृतिको प्रदर्शन स्थानीय उत्पादन व्यापार र पर्यटन प्रवर्धन भन्ने बल्लाका साथ यो वर्ष पनि कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजनामा सञ्चालित धार्मिक सम्मेलन एवं ऐतिहासिक जयकाश्य मेला 2081 को विशेष आकर्षणको रूपमा सर्वाधिक पुरस्कार राशि रहेको दोहोरी गीत प्रतियोगितालाई हामी अगाडि बढाउने क्रममा रहिरहेका छौँ। तसर्थ दोहोरी गीत प्रतियोगिताका समस्त कलाकार साथीहरू स्टेजको दायाँपट्टि तयारी अवस्थामा रहिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। यसैगरी यो महोत्सवलाई यो मेलालाई सम्पन्न गर्नको लागि खट्नुहुने समस्त महानुभावहरू मूल संयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष आदरणीय कुमार खड्काज्यूलाई देखिरहेको छु। म यहाँ आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। यसैगरी म सम्झिन चाहन्छु धार्मिक सम्मेलन संयोजक आदरणीय निशान्त खड्काज्यू, भलिबल संयोजक आदरणीय अर्जुन खड्काज्यू, यसैगरी आर्थिक संयोजक आदरणीय रामबहादुर खड्काज्यू, स्थल तथा खेल संयोजक ध्रुव खड्काज्यू, पूजा व्यवस्थापन संयोजक डम्बर खड्काज्यू, रथ यात्रा संयोजक राजेन्द्र साक्य र रामबहादुर थापाज्यू, रमाइलो मेला संयोजक राजीव खड्काज्यू, अतिथि सत्कार संयोजक गीता खड्काज्यू, यसैगरी प्रचार प्रसार संयोजक राजेश सङ्ग्राम खड्काज्यू र कान्तिक परामर्श राम शर्माज्यू, यसैगरी पूर्व युवा सुरक्षाकर्मीज्यूहरू, यसैगरी हाम्रो साउन्ड सिस्टम बनाउनु हुने एसपी साउन्ड सिस्टम जोडेन्द्रजी सम्पूर्ण साउन्ड इन्जिनियरज्यूहरू सबैलाई हामी कालिका भगवती गुठी व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौँ। आज यो स्टेजमा लोकप्रिय कलाकार बद्री पङ्गेनी आउँदै हुनुहुन्छ। यसैगरी योगेश काजी, विद्या परिया, गाडीका शिव पौडेल, राजेश पण्डेवा लगायत थुप्रै कलाकारको प्रस्तुति हामी आज यहाँको बिचमा जोड्नेछौँ भने हाम्रो बिचमा यो दोहोरी प्रतियोगितालाई अगाडि बढाउनको लागि विगतको वर्षहरूमा जस्तै यो वर्ष पनि हामीले पाएका छौँ दोहोरी प्रतिष्ठानका आदरणीय धरोहरहरू यहाँ उपस्थित हुनुहुन्छ। म निर्णायक संयोजक यो दोहोरी गीत प्रतियोगिताका निर्णायक संयोजक आदरणीय अत्यन्तै कुशल गायक डाइनामिक लिडर पनि हुनुहुन्छ दोहोरी गीत प्रतिष्ठानका साङ्गठनिक उपाध्यक्ष सुभाष केसीज्यूलाई महासङ्घको लागि अनुरोध गर्दै स्वागत गरिदिनु हुन म दोहोरी गीत प्रतिष्ठान बागलुङलाई अनुरोध गर्दछु। यसरी सहसंयोजक हुनुहुन्छ दोहोरी गीत प्रतिष्ठानका सचिव र यो दोहोरी गीत प्रतियोगिताका उपाध्यक्षज्यू हुनुहुन्छ हाम्रो बिचमा निर्णायकको रूपमा हुनुहुन्छ दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष बहुचर्चित दोहोरी गायक राजु ढकालज्यूलाई महासङ्घको लागि अनुरोध गर्दछु। यसरी दोहोरी गीत प्रतियोगिताका सहसंयोजक निर्णायक सदस्यमा हुनुहुन्छ प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहालज्यू यहाँलाई पनि महासङ्घको लागि अनुरोध गर्दछु। यसरी निर्णायक हुनुहुन्छ लामो समयदेखि उहाँ निर्णायकमा रहिरहनु भएको छ दोहोरी गीत प्रतिष्ठान बागलुङका पूर्व अध्यक्ष घटक प्रदेशका पूर्व सचिवालय सदस्य महासङ्घको लागि अनुरोध गर्दछु। यसरी दोहोरी गीत प्रतिष्ठान बागलुङका अध्यक्ष सरस्वती भट्टाचार्यज्यूलाई पनि महासङ्घको लागि अनुरोध गर्दछु। यसरी दोहोरी गीत प्रतिष्ठान बागलुङका सचिव मेरो भाइ सुमन खड्का जसले सर्वाधिक पुरस्कार राशिको रनिङ सिल दोहोरी भरतपुरमा जितेर आउनु भएको छ। बागलुङको शिर उच्च राख्दै लगायत सम्पूर्ण प्रतिष्ठानका साथीहरूलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यसरी हाम्रा कुशल व्यवसाय साथीहरू जो वर्ग पछाडि गएर यो दोहोरीको संरक्षण प्रवर्धन र सम्बोधनको निमित्त जुटिरहनु भएको छ। बागलुङमा रहेर लामो समयदेखि क्रियाशील अत्यन्तै युवा नेता पनि हुनुहुन्छ कुशल कलाकार प्यारो भाइ मनिष पौडेल यहाँलाई आशीर्वादको लागि अनुरोध गर्दछु। यसरी रवि सौगात, यसरी प्रकाश पौडेल र दीपसन विश्वकर्मा यहाँलाई आशीर्वादको लागि अनुरोध गर्दै स्वागत गरिदिनुको लागि म आयोजकज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। आजको हामी पहिलो खेल यहाँको बिचमा अब ढिला नगरिकन अगाडि बढाउने क्रममा रहेका छौँ। तसर्थ दोहोरी गीत प्रतिष्ठान म्याग्दी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी र अरू लामी छानेको समूह यो आवाज सुन्दै हुनुहुन्छ भने यहाँहरू छिटोभन्दा छिटो स्टेजमा आइदिनको लागि अनुरोध गर्दछु। अरू लामी छाने दोहोरी गीत प्रतिष्ठान म्याग्दीका कलाकार साथीहरू यहाँको लागि अनुरोध गर्दछु र प्रवेश गर्ने चलन हुन्छु भने यहाँ सबै दुःख कालिका भगवती गुठी व्यवस्थापन समितिले यो मञ्च दिनको लागि पनि म अनुरोध गर्दै प्रतिष्ठान म्याग्दी र अरू लामी छानेको टिमलाई छिटोभन्दा छिटो स्टेजमा अनुरोध गर्दछु।
3-12 एक त आयो शाबाश एक त आयो एक हो का 5 आयो 5 कति 5 त होला डपटी हां उठा उठा आन भाइ आन यो टिमले दाइ माथि जाने टिम होइन नि दुईटै टिम लखन कपको सेकेन्ड हो यो सर्भिसमा सन्तोष खड्का टिम क्याप्टेन टिम सिगाना अमृत दर्नालको स्पाइकसँगै अङ्क 3-4 नगरलाई 14-7 सर्भिसमा अमृत दर्नाल जर्सी नम्बर 9 सर्भिस प्लेयरसँगै अङ्क सिगानातर्फ 8-14 8-14 सर्भिसमा मोरेसी मात्रै बल्ल हानेको भन्ने हुन्छ अहिले त लागिहाल्छ के गेम हुँदा मोरेसी बल्ल हानु भन्ने हुन्छ यस्तो खेलमा त के हुन्छ क्या मामा यो गेममा त के हुन्छ फाइनलमा पो पुग्नला हो भने के त के हुन्छ केटाहरूले यस्तो टिकटक गोल गर्ने पानी भन्न दिन्न हो स्पोर्ट काउन्टरले हालिसक्यो यति बेला दोहोरी किक प्रतियोगिताको हामी उद्घाटन गर्न गइरहेका छौँ र अब यहाँ सबैलाई हामी भलिबलसँगै टोकरीको मजा पनि दिलाउन गइरहेका छौँ समाजले दर्शकमा हाम्रो बिचमा बागलुङ नगरपालिकाका उपमेयर अत्यन्तै जुझारु युवा नेता राजु खड्काज्यूको आगमन भइसकेको छ। उहाँको हातबाट हामी यो दोहोरी किक प्रतियोगिताको उद्घाटन गर्ने क्रममा रहेको पनि म यहाँलाई जानकारी गराउन चाहन्छु र आदरणीय उपमेयरज्यूलाई म आसनको लागि हार्दिक अनुरोध गर्दछु। राजु खड्काज्यूलाई म आसनको लागि हार्दिक अनुरोध गर्दछु। यसले अब भने हामी यो दोहोरीलाई अगाडि बढाउने क्रममा रहेको जानकारी गराउँदै सुरुमा हामी दोहोरी प्रतियोगिता ब्याटिङ र अरुण लामिछानेको टिमको बिचमा प्रतिस्पर्धा अगाडि बढाउन गइरहेका छौँ र म दोहोरी प्रतिष्ठान ब्याटिङ अध्यक्ष ध्रुव जेसीज्यूलाई देखिरहेको छु। ब्याटिङबाट अमित विश्वकर्माजी बहुचर्चित दोहोरी गायक यहाँमा पनि स्टेजमा आसन गर्नको लागि अनुरोध गर्दै हामी यो परिचय कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। कलाकार साथीहरूको परिचय कार्यक्रममा अगाडि बढ्नको लागि अनुरोध गर्दछु।
हाने है अहिले हान नि अहिले हान अहिले थोडा हान यो पनि बन्दाले देखाउँछ अहिले बन्दाले बन्दाले देखायो धन्यवाद छ सबैले जोरदार ताली बजाएर कलाकार साथीहरूलाई हौसला प्रदान गरिदिनु होला वास्तवमा दक्षिण मार्गको कोही हेर्दै यो पनि एउटा खेल हो कोही दोहोरी सुन्दै यो मजा लिनको लागि तयारी अवस्थामा हुनुहुन्छ कलाकार साथीहरूलाई मिलेर बस्दिनको लागि अनुरोध गर्दछु आउट 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 बराबर भयो नम्बर कति हो 14-19 रे 14-19 हामी यो दोहोरीलाई अब अगाडि बढाउन गइरहेका छौँ दोहोरी प्रतिष्ठान म्याग्दी र अरू लागि सानेको टिमको बिचको यो प्रतिस्पर्धालाई अगाडि बढाउने क्रममा रहिरहेका छौँ र यति बेला भने यो ऐतिहासिक चैत्र मेला 2081 मा विगतको वर्षहरूमा जस्तै यस वर्ष पनि यो दोहोरी गीत प्रतियोगितालाई निरन्तरता दिएकोमा हामी कार्यक्रम भगवती गुठी व्यवस्थापक समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ र यो दोहोरी गीत प्रतियोगिताको उद्घाटन हामी गर्न गइरहेका छौँ यो चैत्य दशैं मेलाका संस्थापक र कार्यक्रम भगवती गुठी व्यवस्थापक समितिका पूर्व अध्यक्ष पनि हुनुहुन्छ र हाल बागलुङ नगरपालिकाका उपमेयर अत्यन्तै जुझारु युवा नेता राजु खड्काज्यूबाट यो दोहोरीको उद्घाटन गर्न गइरहेका छौँ हामीहरू आदरणीय उपमेयरज्यूलाई अगाडि बढाउन चाहन्छौँ यसको अध्यक्ष यस मेलाका मूल संयोजक कुमार खड्काज्यूलाई पनि म अगाडि बढाउन चाहन्छु अध्यक्षज्यूले मादल बजाउने र उपमेयरज्यूले गीत गाएर एक गीत गाएर यो मेलाको यो दोहोरी गीत प्रतियोगिताको उद्घाटन गर्न गइरहेका छौँ हामीहरू तसर्थ म दुवैजनालाई अगाडि आइदिनु हुनको लागि म अनुरोध गर्दछु हामी यो दोहोरी गीत प्रतियोगिताको उद्घाटन गर्न गइरहेका छौँ आदरणीय उपमेयरज्यू यहाँलाई अगाडि आइदिनु हुन अनुरोध गर्दछु मूल संयोजकज्यूले घाँटीमा मादल भिरिसक्नु भएको छ अत्यन्तै नृत्यको मादल अलि अगाडि आइदिनु होला र यो हामी दोहोरी गीत प्रतियोगिताको उद्घाटन गर्न गइरहेका छौँ यहाँ सबै लोक दोहोरी प्रेमी आदरणीय दर्शक महानुभावहरू खेलप्रेमी दर्शक महानुभावहरू यहाँ सबै सबैलाई मजा लिनको लागि अनुरोध गर्दछु साथमा दोहोरी गीत प्रतिष्ठानका आदरणीय उपाध्यक्षज्यूहरू सचिवज्यूहरू हुनुहुन्छ र एउटा गीत गाएर यो दोहोरी गीत प्रतियोगिताको हामी गरिरहेका छौँ भने साथीहरू र उपस्थित सम्पूर्ण आम दर्शक महानुभावहरूलाई हार्दिक सम्मान प्रकट गर्दै आज हामीहरूले चैत्राष्टमी मेला 2081को दोहोरी गीत प्रतियोगिताको शुभारम्भ गर्न गइरहेका छौँ यो शुभारम्भमा हामीले भाषण गर्ने छैनौँ एउटा टुक्का गीत गाउनेछौँ र यो गीतसँगै यस वर्षको चैत्राष्टमी मेलाको दोहोरी गीत प्रारम्भ हुनेछ यो हाम्रो बागलुङको कलाकार हुनुहुन्छ शिवराम भाइलाई म उहाँलाई सम्झिन चाहन्छु उहाँले एउटा गीत बागलुङ कालिका र चैत्राष्टमी मेलालाई सम्झेर विगतमा प्रकाशन गर्नुभएको त्यो गीत प्रसारणमा ल्याउनु भएको थियो हामी त्यो गीत गाउन गइरहेका छौँ
गीत गाउन दिनेछौँ। त्यसै गरी तपाईँ क्वार्टर फाइनलमा प्रवेश गरिसकेपछि हामी 10 टुक्रा गाउन दिनेछौँ र सेमी फाइनलभन्दा माथि हामीले 12 टुक्रा यहाँको गीत गाउन दिनेछौँ। त्यसै गरी भनिरहेको नियम हो, जातीय लिङ्गको हिसाबले व्यक्तिगत आक्षेप आउने कुनै पनि त्यस्ता प्रसङ्गहरू र त्यस्ता जवाबहरू गर्न पाइने छैन। विशेष गरी मौलिकता झल्किने आफ्नो पोसाकको उपस्थित हुनुपर्नेछ र विशेष गरी यो टुक्का र भाका टुक्का उठान गर्दा सहमति बनाउनेछ, यदि सहमति भएन भने हामी गएको त्यसो बनाउनेछौँ र भाकाको छनौट गर्ने सवालमा पनि सहमतिमा यहाँहरूले भाका छनौट गर्न सक्नुहुनेछ। यदि विवाद भएमा निर्णायक मण्डलले दिएको भाकामा गीत गाउनु पर्ने कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। विशेष गरी हामी 60 पूर्णाङ्कलाई राखेर एकजना निर्णायकले 60 पूर्णाङ्कलाई राखेर हामी निर्णय गर्नेछौँ, जसमा प्रस्तुति तथा हावभावमा 5 अङ्क, सवाल जवाफमा 15 अङ्क, सुर ताल लयमा 5 अङ्क, अन्त्य अनुप्रासमा 15 अङ्क, शब्द संयोजन र मौलिकतामा 10 अङ्क गरी जम्मा 50 अङ्क र भेषभूषा र अनुशासनमा प्रश्न गरेर जम्मा एउटा निर्णायकमा 60 पूर्णाङ्कमा रहेर हामीले यहाँलाई निर्णय गर्ने कलाकार भाइ बहिनीहरू, प्रतियोगी भाइ बहिनीहरू, यस्तो देखिन्छ कि यहाँहरू जित्नुभयो भने जहिले पनि एक खालको उत्साह उमङ्ग त हुन्छ नै, तर उपविजेता हुँदा पनि विभिन्न किसिमका विगतमा त्यस्ता थुप्रै उदाहरणहरू छन्। फेसबुकमा लेख्ने, निर्णायकलाई नचाहिने कुराहरू लेखेर फेसबुकमा लेख्ने अथवा निर्णायकलाई आक्षेप लगाउने कुराहरू, यी विभिन्न कुराहरू हामीले देखेका छौँ। त्यो कुरालाई हामी आगामी दिनहरूमा पनि त्यस्ता भाइ बहिनीहरूलाई राष्ट्रिय लोकतन्त्र डोरी प्रतिष्ठानका पनि पदाधिकारी भएको हैसियतले हामीले त्यो अनुशासन देख्ने, त्यो अनुशासन तोड्ने अबका दिनहरूमा फर्मेट बनाएर उहाँहरूलाई कारबाहीको पनि प्रक्रिया समेत हामीले त्यसैले यहाँहरूले गीत गाउनुहोस्, मजाले आनन्दले ढुक्कले आफ्नो प्रतिभा प्रदर्शन गर्नुहोस्। यहाँ हामी तपाईँ कोही नजिक कोही टाढा हुँदैन, तपाईँले गीतले जित्ने र गीतले हार्ने हो। कुनै पाइ भे कुनै नाता सम्बन्ध यो कुनै पनि हुनेवाला छैन। यो कुरा तपाईँ आफैलाई पनि थाहा हुन्छ। जसले गीत गाइराख्नु भएको छ उहाँलाई गीत जिते कि मैले जितेँ, म आज अलि गाउन सकिनँ कि भन्ने कुरा स्वयं आफैलाई थाहा हुन्छ। र अन्तिममा यहाँलाई भन्न चाहन्छु कि निर्णायक मण्डलको निर्णय अन्तिम निर्णय हुन्छ भन्ने कुरा थाहा पाउँदै पनि हामीले विभिन्न आक्रोशहरू हामीले सामाजिक सञ्जालमा पोख्ने गर्दछौँ। त्यो कुराहरू नगरिदिनको निम्ति अनुरोध गर्दछौँ। त्यसले आफैलाई घाटा हो भन्ने कुरा समेत यहाँहरूलाई सम्झाउन चाहन्छु। त्यसै गरी यी कुराहरूमा रहेर यी परिधिभित्र रहेर बोलेर यहाँहरूले आफ्नो गीतहरू प्रस्तुत गर्न सक्नुहुनेछ। बागलुङ कालिकाले आयोजना गरेको, कालिका गुटीले आयोजना गरेको डोरी गीत प्रतियोगितामा फर्स्ट भएको, सेकेन्ड भएको, त्यहाँ भाग लिन भएको, त्यहाँ उत्कृष्ट भएको भन्ने कुरा, त्यसको सर्टिफिकेटको छुट्टै महत्त्व छ। जसरी रनिङ सिलको महत्त्व छ, त्यसै गरी यहाँको आयोजनामा आफू प्रथम, द्वितीय र तृतीय भएको यसको सर्टिफिकेट र यसको चाहिँ बायोडाटा भने अझ छुट्टै किसिमको अब्बल किसिमको रहने कुरा समेत म यहाँहरूलाई जानकारी गराउँदै सम्पूर्ण प्रतियोगी भाइ बहिनीहरूलाई आफ्नो सफलताका लागि शुभकामना समेत व्यक्त गर्दै म मेरा भनाइहरू अन्त्य गर्दछु। धन्यवाद। जय गीत, जय सङ्गीत, जय गीत। धेरै धन्यवाद छ। डोरी गीत प्रतियोगिताका निर्णायक संयोजक, राष्ट्रिय लोक तथा डोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सांगठनिक उपाध्यक्ष, अत्यन्तै बहुचर्चित सर्जक सुभाष केसीज्यूलाई म धेरै धन्यवाद दिन चाहन्छु। उहाँले केही नियमहरू यहाँहरूको बिचमा प्रस्तुत गरेर विदा भइसक्नु भएको छ र पक्कै पनि यहाँहरूले बागलुङ कालिका यो एउटा यस्तो प्रसिद्ध धार्मिक शक्तिपीठ सँगसँगै पर्यटकीय सम्भावनाले पनि उत्तिकै सबै देश विदेशमा धेरै ठाउँमा चर्चित मन्दिरको रूपमा हामी बागलुङ कालिकालाई लिने गरेका छौँ। तसर्थ बागलुङ कालिकाको छुट्टै महिमा छ, छुट्टै गरिमा छ, छुट्टै शक्ति छ। तसर्थ पनि कालिकालाई छेउमा राखेर यो प्रतियोगिता सञ्चालन हुँदै गर्दा कति पनि विभेद हुने छैन, भेदभाव हुने छैन र हाम्रा कलाकार साथीहरूले पनि सोही ढङ्गबाट बुझेर अत्यन्तै अनुशासित ढङ्गबाट डोरीमा प्रस्तुत हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र विशेष गरी यो डोरीलाई अगाडि बढाउनको लागि हाम्रा कलाकार साथीहरू यहाँ हुनुहुन्छ। यो बिचमा मैले अत्यन्तै चर्चित र अग्रज गायिका धनकुमारी थापाज्यूको आगमन भएको मैले सूचना प्राप्त गरेको छु। आदरणीय धनकुमारी थापाज्यूलाई पनि म अतिथि आसन गर्नको निम्ति हार्दिक अनुरोध गर्छु। चर्चित डोरी गायक अमित विश्वकर्माजी यहाँलाई पनि आसन गर्नको लागि अनुरोध गर्दै हामी डोरीलाई अगाडि बढाउन चाहन्छौँ। र सुरुमा डोरी गीत प्रतिष्ठान व्यक्तिका पुरुष कलाकार र डोरी गीत
प्रतिष्ठित ज्ञातिका पुरुष कलाकारसँग अरुण लामिछानेको टिमको तर्फबाट महिला कलाकारको बिचमा पालन गर्नुहुने होटल समिट एन्ड कालिका मल्टी प्यालेस आदरणीय अर्जुन दाई लगायतको सम्पूर्ण टिमलाई म धेरै धन्यवाद दिन चाहन्छु। यो ढोकरी बचाउनको लागि यहाँले प्रथम पुरस्कार प्रायोजन गर्नुभएको छ भने लोक ओलम्पिक प्रतियोगिताको द्वितीय पुरस्कार रेस हाल्यो नम्बर हेर्नु मलाई तपाईँ नम्बर गर्ने